कुरा सांसद भएनन् भन्नु हो। नाम सुनाइदिन्छु, सुन्ने नसुने गएर सुनाउने। राजाका पालामा चुनाव नजितेर टीका लगाएर सांसद हुने तामाङका छोराछोरीहरू। अमीर लामा नाम सुनेको छ। अर्को अवल सिंह लामा, अर्को छविलाल लामा, अर्को लाइते तामाङ र बुद्धिमान तामाङ अहिले हाम्रो पार्टीको उपाध्यक्ष हुनुहुन्छ। छेवाङ सोनाम तामाङ, सत्यमान लामा, यहीँबाट भएका तिलक बहादुर नेगी चुनावै जित्नुभयो राजाकै पालामा। त्यसपछि मन्त्री भएका सत्यमान लामा राजाका पालामा, तिलक नेगी, आङछिरिङ लामा, छिरिङ तेन्जिङ लामा। अब बहुदलमा हेर्नुहोस्, राजाकै पालामा, यो त पञ्चायतमा। अब बहुदलमा बुद्धिमान तामाङ, भीमबहादुर तामाङ, मणि लामा। अनि तामाङका छोराछोरी राजाका पालामा मन्त्री भएर बरु अहिले एउटा मन्त्री पनि दिएको छैन। एउटालाई भित्र तामाङ गरेर ढाके मन्त्री ल्याएर अड्काइदिएर शेरबहादुर तामाङले मन्त्री खाँदाखेरि तपाईँकै क्रान्तिकारीले राजनीतिक पदबाट राजीनामा गर्न लाग्यो हो कि होइन? पदबाट हुँदै राजीनामा गर्नुभएको शेरबहादुर। अनि बोल्न पाइँदैन थियो अरे, अहिले बोल्न पाइन्छ। बोल्न पाइन्छ। मैले बोले बापत चितवनमा मलाई मार्न खोजे। 5 पटक हिरासतमा लगे। कोभिडको बेला पीडितलाई चामल बाँड्यो भनेर तिमीले सुने होइन? प्रचण्ड र केपी शर्मा ओलीको सरकारले। अनि गीत गाउन पाइँदैन थियो, अहिले गीत गाउन पाइन्छ। अस्ति एक्टर भन्ने फिल्म आयो, अदालतबाट तिमीले मुद्दा हालेर नाम मेरो रोकिदियो। अहिले भर्खरै लाज शरम बनेको नेतालाई गाली गर्यो भने रोकिदियो। तर राजाको पालामा राजाकै विरोध गरेको आगो भन्ने चलचित्र हलमा गएर हेर्न पाइन्थ्यो, विरोध गर्न पाइन्थ्यो। एउटा स्कोर सभा गर्ने आसिया तामाङलाई तिमीले हत्कडी लगाएर थुन्यौ। गगन थापाले ज्ञाने चोर देश छोड भन्दाखेरि हत्कडी लगाएर अदालतमा पुर्याएको अहिले फोटो आएको छैन। यो हो बोल्न पाइन्थ्यो। तर के भने तपाईँलाई के लाग्छ भने झुटो कसरी गरौँ, कसरी जनतालाई भ्रमित पारौँ, कसरी जनतालाई भ्रमको खेती गरौँ र आज देशलाई बर्बाद पारौँ, यही हो। अब अर्को विकास निर्माणसँग गए तपाईँलाई यो राजमार्ग कसले बनाएको? प्रचण्डजीले बनाएको कि बाबुरामजीले बनाएको हो? तपाईँहरूले बनाएको छाती खोलेर भन्न सक्नुहुन्छ कि शेरबहादुर दाइले बनाएको कि केपी शर्मा ओलीले बनाएको? यो राजमार्गको नाम हो त्रिभुवन राजपथ। 2011 सालदेखि 2013 सालमा राजा त्रिभुवनले नै यसलाई बनाउनु भएको, राजाले बनाएको राजमार्ग हो यो। आज तिनै राजाका विरुद्धमा तपाईँलाई हतियार उठाउने, तपाईँको घरमा आएर खेत जोतेर खाइदिनु भएको थियो राजाले। राजा शासन गर्नुहुन्थ्यो। अब अर्को एउटा कुरो, कुलेखानी कसले बनाएको? नेपालको सबभन्दा ठुलो जलविद्युत मध्ये एउटा जलविद्युत कमरेड प्रचण्डले बनाउनु भएको हो कि कमरेड बाबुरामले बनाइदिया हुन् कि कमरेड केपी शर्मा ओलीले बनाएका हुन् कि? राजा वीरेन्द्रले पञ्चायतमा 2035 सालदेखि 2045 सालसम्म कुलेखानी जलविद्युत आयोजना बनाएर यहाँको जलविद्युतमा नेपालभरि क्रान्तिको सुरुवात गरे। अनि विकास भएको ल यहाँ 6वटा गाविस मिलेर यो थाहा नगरपालिका बनाएर आज म किन बोलिरहेको छु भने झुटो इतिहास नपढाउनु। 6वटा गाविस मिलेर थाहा नगरपालिका बनेको रहेछ। एउटा मात्र स्कुल तिमीहरूले बनाएर देखाइदेऊ। अहिले मावि भए, कोही परावी थिए अहिले निमावि भए, कोही निमावि थिए अहिले मावि भए, जो मावि थिए अहिले उच्च मावि भयो। तर तपाईँहरूले शिलान्यास गरेर एउटा स्कुल देखाइदेऊ। 16 वर्षको तिमीहरूको गणतन्त्र आएको एउटा देखाइदेऊ त। एउटा स्कुल देखाइदेऊ न, ठरापुर जाँदैन भयो ल भन्नुहोस्। अनि अर्को एउटा स्वास्थ्य चौकी देखाइदेऊ। आज यहाँ अस्पताल छैन, रहेनछ। मैले अहिले खोजेँ, तपाईँहरूका भन्दा त ठुलो अस्पताल मेरै जुम्लामा रहेछ। यहाँ अस्पताल देखिएन। तर जुन अहिले प्राथमिक स्वास्थ्य उपचार केन्द्र छ यो तपाईँहरूले उद्घाटन गरे हो। कमरेड प्रचण्ड आएर उद्घाटन गर्नुभयो, कमरेड बाबुराम, कमरेड केपी शर्मा ओली, कमरेड झलनाथ खनालले उद्घाटन गरे हो। यो पञ्चायत कालमै बनेको अस्पताल। विकास केही गर्नु छैन, जनता भट्कायो, कुदायो। त्यही भए हुनाले म दाजुभाइ दिदीबहिनीलाई किन भन्न चाहन्छु भने सत्य युगको बाटो आएको छ। हामीले प्रश्नै गरेका छौँ, दामनमा सेरामिक्स पाइन्छ कि पाइँदैन? आज भाँडाकुँडी बन्छ यहाँको बाटोले। कुनै जमानामा यही दामनको सेरामिक्स नेपाल मात्र होइन, भारतका गल्ली गल्लीमा यहाँको माटोले बनेका भाँडाकुँडा बिग्रियो। कहाँको तिम्रो तपाईँहरूको क्रान्ति?
2-4 जना मान्छेलाई मन्त्री बनाउनु र 3 जना मान्छेलाई राष्ट्रपति बनाउनु सिवाय अरू 17,000 मान्छे मरेको के काम लाग्यो यो देशमा? के परिवर्तन भयो? आज जो क्रान्तिको नाममा हतियार उठाउनेका छोराछोरीहरू अमेरिका पढ्छन्। जनार्दन शर्माजीकी छोरी अमेरिका, शक्ति बस्नेतको छोरी अमेरिका, देवेन्द्र पौडेलकी छोरी अमेरिका, प्रचण्डका नातिनीहरू अमेरिका। अनि यही क्रान्ति हो तपाईँहरूको? अनि यसलाई तपाईँले क्रान्ति मानिदिनु पर्ने? तामाङका छोराछोरी हतियार बोकेर मर्दिनु पर्ने अनि भट्काउनु पर्ने? अनि अहिले राजाले हामीलाई मानेन। तपाईँहरू तामाङ भाषा बोल्नुहुन्छ। यो भाषा यहाँको धर्म बुद्धिस्ट हो। तपाईँहरू सबै अहिले कोही केही हुनुभयो भने तपाईँहरूको भाषा र धर्म राजाले जोगाइदिया होइन। यदि राजाले नजोगाइदिया भइदिया भए संसारको कुन देशमा छ? नेपाल भन्ने देश तपाईँ र म यसरी बसेर यहाँ ठाका नगरपालिकामा आएर यसरी भाषण गरेर बनाएको देश हो। रगतसँग होली खेलेर साम्राज्यवादीलाई प्रकाशित गरेर दक्षिणका मुगलहरूलाई हराएर उत्तरका तिब्बतीहरूलाई हराएर रगतको होली खेलेर हाम्रा पुर्खाहरूले आफ्नो रगतको होलीबाट सृजित गरेर बनेको देश नेपाल हो। यो तपाईँहरूको त भाषण गरेर बनाएको देश हो। तर यो देशमा त्यो देश एकीकरण गर्दै गर्दा राजा त ठकुरी वंशका थिए। तामाङको भाषा किन जोगाइदिनु पर्यो त्यसमा? ल जानुस्, रुसका राजा जारले आफ्नो जात भन्दा अर्को जातको भाषा जोगाए। जर्मनका राजाले आफ्नो भाषा भन्दा अर्को भाषा जोगाए। बेलायतका राजाले आफ्नो भाषा आफ्नो संस्कृति भन्दा अर्को कुनै जातिको संस्कृतिलाई स्वीकार गरे। नेपालका राजाले तामाङलाई, नेवारहरूलाई, नेवारको तपाईँको पृथ्वीनारायण शाहले कुमारीको पूजा गरे हो कि होइन? र अहिले पनि राजाले पूजा गर्ने चलन छ। धर्म, संस्कार, संस्कृति सबैलाई जोगेना गर्दै लानुपर्छ भन्दा भन्दै यहाँ ल्याएको के त्यतिखेर अहिलेको जस्तो भाषण गरेर हो? तरबारमा आर्जेको देश हो। न तिमीहरूको भाषा म मान्दिन भनेर घोषणा गरिदिए भए त्यो राजाका विरुद्धमा जान सक्ने ताकत कसैमा थियो? अनि यसरी जोगाएको देशलाई अहिले बाँडेर डिभाइड गरेर जात जातिमा भेग भेगमा आज छुट्याएर के यो देशमा अफगानिस्तान जस्तो आतंकवादी फेरि गर्न थाले हो? यदि त्यो गर्न थालिन्छ भने बरु ज्यान दिन तयार छौँ। एउटा मात्र जात छ नेपाली, एउटा मात्र देश छ नेपाल। यो ठाउँमा हामी एकत्रित भएर अगाडि बढ्छौँ। आउनुहोस्, हामी एक भएर अगाडि बढ्छौँ, किनभने यो देश नेपाल जोगाउनुहोस्।